हरेक सपना सुरु हुन्छ एउटा सानो डिसिजनबाट, तर त्यो डिसिजनले नै तपाईँको जीवनको दिशा तय गर्छ। कसैले टाइम पास गर्छ र कसैले एक्सक्युज खोज्छ र कसैले आफ्नो डेस्टिनी लेख्छ। प्लस टू पछि यो केवल अर्को स्टेप होइन, यो तपाईँको लाइफको बिगेस्ट टर्निङ पोइन्ट हो। अब निर्णय लिनु छ, सेफ खेल्ने कि रिस्क लिएर इतिहास बनाउने। र अनि अर्को कुरा, तपाईँ चाहे साइन्स स्ट्रिमबाट हुनुहुन्छ या म्यानेजमेन्टबाट हुनुहुन्छ या ह्युम्यानिटिजबाट हुनुहुन्छ, जुनसुकै स्ट्रिमबाट भए तापनि लिजेन्ड बन्ने डेस्टिनेसन एउटै छ, सिए। र अनि अर्को कुरा, 3 लाख परीक्षार्थीलाई उछिन्दै टप 50 र्याङ्क्स मध्येका 7 जना एउटै कलेजबाट पढ्नु, यो कुनै कोइन्सिडेन्स होइन। यो त निरन्तर गरिएको मेहनत र प्रयासको रिजल्ट हो। यो सीमा किताब मात्र पढाइदैन, यहाँ माइन्डसेट बिल्ड गरिन्छ। रात ढल्छ, थकान आउँछ, तर यही क्षेत्रमा च्याम्पियन जन्मिन्छ। आजका 7 जना हिजोका सामान्य थिए होला, र उनीहरूको एउटै सही रोजाइले इतिहास रच्न सफल, इतिहास दोहोरिने कुरा हो। र नयाँ इतिहास रच्न तपाईँ तयार हुनुहुन्छ भने योसी इज हियर टु गाइड यु। बन्ने होइन त नेक्स्ट र्याङ्क होल्डर।